खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। केपिलासगढी गाउँपालिका 2 खारतामछाको बालाबेसीमा हेलिकप्टर दुर्घटनामा परेको हो। काठमाडौँबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा मानवीय क्षति भने भएको छैन। केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो। सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको देखिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। ला एक्सिडेन्ट भयो ला एक्सिडेन्ट भयो यार एक्सिडेन्ट भयो यार ओ माय गॉड एक्सिडेन्ट भयो यार मा कसम ओ माय गॉड ओ माय गॉड नानी यता भित्रै बस्नु है हुन्छ नानी झर्यो नाना माथि ठोक्यो नि ओ माय गॉड हेर्दा हेर्दा यार एक्सिडेन्ट भयो हेली नानी यो बालाबेसीमा हो ओ माय गॉड हातै कामिरहेको छ यार के भन्नु के नभन्नु यार यो लगातिर यो त्यति हुने हो ओ माय गॉड मान्छे चाहिँ के भयो भएन यार त्यो कसले के गरेको होइन नि मान्छे चाहिँ के भयो भएन एक्सिडेन्ट भयो यार एली मा कसम भिडियो बनाउँदा बनाउँदा एक्सिडेन्ट भयो यार गाडी धर्न पर्ने हेर्नुहोस् न गाइस पुरा एक्सिडेन्ट भयो यार बालाबेसीमा हातै काम्यो यार मा मान्छे के भयो भएन यार के भन्छ भने नानी बात हेर्दा हेर्दा एक्सिडेन्ट भयो